पूर्णिमाको दिन आजबाट थेरवाद बुद्ध धर्म अनुसार श्रावक ज्ञान बुद्ध धर्म अनुसार र प्रत्येक बुद्धयान अनुसार बुद्ध पूर्णिमा सुरु भयो र वैशाख महिना अत्यन्त महत्त्वपूर्ण महिना। त्यसमा भगवान बुद्धले जन्म लिनुभयो। यही महिनामा उहाँले महा ज्ञान चार आर्य सत्यको ज्ञान, त्यसै गरी प्रद्योति सौमा शिवा खर्लोको ज्ञान, त्यस पछाडि उहाँले पूर्व जन्मको ज्ञान पनि प्राप्त गर्नुभयो र यही महिनामा पूर्णिमा दिन उहाँले महापरिनिर्वाण संसारको दुःख चक्रबाट मुक्ति पनि लिनुभयो। त्यसकारण यसलाई टसी दावाको रूपमा पनि बुङ्ग्यो दावाको रूपमा पनि लिने गरिन्छ र संयुक्त राज्य अमेरिकाले पनि यसलाई बुद्ध डे भनेर संसारभरिको बुद्धको धर्मावलम्बीहरूलाई र शान्ति चाहनेहरूलाई यो महिनालाई लिने गरिन्छ र आजबाट घोडा महिना सुरु हुँदै यो सुरु भएको छ। अब यो कसरी उहाँको जीवनी सुरु भयो भन्दा पहिला उहाँ प्राय तुसित डेभलपमा बाट यहाँ यो माथिको भयाङबाट उहाँ आगमन हुनुभयो र त्यो आगमन भइसकेपछि आषाढ पूर्णिमाको दिन सपनामा महामाया देवीले सेतो हात्तीको रूपमा तुसित डेभलपबाट बोधिसक्दो चाँदीको सिक्री जस्तो श्वेत सुँडले सेतो कमलको फुल लिएर 3 पटक महामाया देवी यो सुतेको जुन दरबारमा यो हात्तीले चाहिँ दाहिनेबाट परिक्रमा गर्नुभयो। त्यो दाहिनेबाट परिक्रमा गरिसक्नु भएपछि उहाँको दाहिने काखीको मुनिबाट पेटभित्र प्रवेश गर्नुभयो र त्यसरी गर्भधान गर्नुभयो। त्यस दिन थियो आषाढ पूर्णिमाको उत्तरषडा नक्षत्रको दिन। उत्तरषडा नक्षत्रको दिनमा गर्भमा सिद्धार्थ कुमार बोधिसत्वको रूपमा माया देवीको रूपमा गर्भमा रोजेर प्रवेश गर्नु भएपछि सिद्धार्थको जन्म हुँदा आकाशमा ब्रह्मा आदि देवताहरू आएका थिए र सुरुमा जन्मिने बेलामा पनि सिद्धार्थलाई ब्रह्माले सुनको जालीमा थाप्नु भएको थियो र 32 लक्षण युक्त पुत्र जन्मिँदा सर्वप्रथम ब्रह्माले सुनको जालीमा थाप्नु भयो र माइत जाने क्रममा लुम्बिनी नामको बगैँचामा उहाँको जन्म भयो। पुष्प वृष्टि भएको थियो, त्यस बेलामा पानीहरूको वृष्टि भएको थियो। महाब्रह्मले को हातबाट लोकपाल देवताहरूलाई फेरि दिनुभयो, जसले मृगको सुवर्णमय छालामा थापेको थियो सिद्धार्थ कुमारले। त्यसपछि 4 लोकपालहरू हिलगोर्सुङ, फाकेपो, चिन्मिसाङ, नामथोसे चतुर महाराजहरूले गण्य मान्य महाजनले को कोमल पवित्र वस्त्रमा दिनुहुँदा फेरि उहाँले थाप्नु भएको थियो। त्यस पछाडि सिद्धार्थ महाजनहरूको हातबाट मुक्त हुनु भएर जमिनमा उभिएर सबभन्दा पहिला पूर्व दिशातिर हेर्नुभयो। त्यस समयमा चक्रवालहरू सबै मैदान जस्तो भएर भिलाएर गएका थिए। देवताहरू मनुष्यले पुष्प वृष्टि त्यसखेर गरेर पूजा गरे। त्यतिखेर यो जुन हिँडेको यो पाइला चाहिँ त्यतिखेरको अवस्था हो र 10 दिशातिर हेर्दाखेरि पनि कुनै पनि आफू समान योग्य व्यक्ति नदेख्नु भएपछि त्यसपछि पुनः उत्तर दिशातर्फ लाग्नु हुँदा चाहिँ यो कमलको फुलहरू फुलेका थिए, जुन कमललाई चाहिँ उदुम्बर कमलको फुल र भगवान जन्म हुँदा मात्रै एकपटक फुल्ने गर्दछ र त्यो उदुम कमला नामको कमलको फुलहरू फुलेको थियो। र ब्रह्माले सेतो छाता उडाएर, इन्द्रले चमर हल्लाएर र अरू देवताहरूले खड्ग, मुकुट र चम्म लिएर पछि आएको थियो भने शिवाजीले डम्बरू बजाउँदै, सरस्वतीले
गलै चौछ्याउँदै र बढार्दै भगवानलाई त्यतिखेर स्वागत गर्नुभएको थियो र सिद्धार्थ कुमारले एउटा हात आकाशतिर देखाउनु भयो, अर्को हात देब्रे हात भुइँतिर र संसारमा म एउटा यस्तो व्यक्ति हो जसले दुःखबाट मुक्त दिन सक्छु र यही पृथ्वीमा र सधैँ यही लुम्बिनीमा जन्मिनु पर्छ भन्ने सङ्केत हो, जसलाई अहिले बालक बुद्ध भनेर चिन्ने गरिन्छ। भगवान बुद्धको जन्म ईस्वी सन् सुरु हुनुभन्दा 563 वर्ष अगाडि भएको अञ्चल लुम्बिनी, जिल्ला कपिलवस्तु, त्यतिखेरको गाउँ विकास तौली हावा, स्थान चाहिँ तिलौराकोट, जन्मदिन शुक्रबारको दिन, तिथिको दिन चाहिँ वैशाख पूर्णिमाको दिन र नक्षत्र चाहिँ विशाखाको दिन र त्यही भएर विशाखा भनिन्छ र टिबेटियन भाषामा बी हटाएर यसलाई सागा दावा भनिन्छ र यो हरेक घोडा महिनाको परेवाबाट सुरु हुन्छ। वृक्ष चाहिँ दुईटा सालको फेदमा भएको थियो। उहाँले को जन्मने साथ पाइला हेर्नुभयो, उहाँको प्रत्येक पाइलाहरूमा कमलको फुल फुलेका थिए। त्यो फुलको नाम फेरि पनि दोहोऱ्याउनु पर्दा उधुम्बरा कमलको फुल भनेर चिन्ने गरिन्छ। सिद्धार्थको जन्मसँगै तलका 7वटा वस्तुहरू पनि उत्पन्न भयो। के त्यतिखेर उत्पन्न भयो भन्दा एउटा मङ्गल हात्ती त्यही दिन जन्म भनेको थियो। त्यसै गरी यशोधरा देवी त्यही दिन जन्मेको थियो। कालुदाई मन्त्री पनि त्यही दिन जन्मेको थियो। कन्थ घोडा पनि त्यही दिन जन्मेको थियो। छन्दक सारथी पनि त्यही दिन जन्मेको थियो र बुद्ध गयाको अहिलेको बोधि वृक्ष पनि त्यही दिन जन्मेको उत्पन्न बिरुवा उम्रेको थियो र सुनको 4वटा घोडाहरू पनि त्यही दिन उत्पन्न भएका थिए। यसरी 7वटा चिजहरू सिद्धार्थ कुमारसँगै एकै दिन उत्पन्न भएका थिए। सिद्धार्थ कुमारलाई जन्म त सिद्ध, सबै कुरा सिद्ध हुने भएर नाम सिद्धार्थ रह्यो। बुबाको नाम शुद्धोधन महाराज, आमाको नाम महामाया देवी, कान्छी आमाको नाम प्रजापति गौतमी, बाजेको नाम सिंहहनु, बजेको नाम कञ्चना, बराजुको नाम जयसेन अनि हस्तिशेष थियो। शाक्य दाजुभाइ कोही छैन। छोरो राहुल कुमार, गोत्र गौतम, कुल शाक्य, वंश सूर्यवंशी। सिद्धार्थको घर कपिलवस्तु अथवा कोशल राज्य। मामला उहाँको देवदा हो, ससुराली पनि मामाकै छोरी भएर देवदा हो, ससुराली घर पनि। र श्रीमतीको नाम यशोधरा देवी। सिद्धार्थको जन्म हुँदा शुद्धोधन महाराज चाहिँ बुवा चाहिँ 57 वर्षको हुनुहुन्थ्यो। शुद्धोधनले विवाह गरेको 20 वर्षसम्म पनि सन्तान भएन, छोरो भएन र त्यस भएर नि सफा गर्भ रोजेर तुसित भूमिबाट सिद्धार्थ महामाया देवीको र शुद्धोधन महाराजको पुत्रको रूपमा जन्म धारण गर्नुभएको थियो। सर्वार्थ सिद्ध गर्ने हुनाले उहाँलाई सर्वार्थ सिद्ध वा सिद्धार्थ भनियो। सिद्धार्थको नामकरणको दिन 108 जना पण्डितहरूले उनलाई भविष्यमा बुद्ध हुन्छ के हुँदैन, के हुन्छ भनेर नाम राख्नका लागि 108 जना पण्डित बोलाएका थिए। त्यसमध्ये 8 जना ज्योतिषीहरूले चाहिँ भविष्यमा कि बुद्ध हुन सक्छ भनेर भनेका थिए, सम्भावना जनाएका थिए र त्यो मध्ये त्यो 8 जना बुद्धै हुन सक्छ भन्नेहरूमा ज्योतिषीहरू चाहिँ राम नामको एकजना, ध्वज नामको अर्को, तेस्रो नम्बरमा लक्ष्मण नामको, चौथो नम्बरमा मन्दी, 5औं नम्बरमा भोज, 6औं नम्बरमा सुयाम, 7औं नम्बरमा सुदत्त र 8औं नम्बरमा कौडन्य। सबैभन्दा कान्छो ज्योतिष चाहिँ कौडन्य थियो र त्यो मध्येमा सबैभन्दा कान्छो कौडन्यले चाहिँ सिद्धार्थमा पक्कै बुद्ध नै हुन्छ भनेर प्रमाणित गरेका थिए। 108 मा पनि 108 जनाले चाहिँ के बुद्ध हुन्छ
कि चक्रवर्ती राजा हुन्छ भन्नुभएको थियो। 8 जनावरले चाहिँ भविष्यमा बुद्ध हुने सम्भावना छ बढी भनेको थियो। त्यसमध्ये सबैभन्दा कान्छो कौण्डिन्यले चाहिँ बुद्धै हुन्छ भनेर घोषणा गरेको थियो। त्यही भएर सिद्धार्थ नाम। जन्मेको 7 दिनमा उहाँको आमा माया देवीको परलोक भयो, निधन भयो। उहाँलाई कान्छी आमा प्रजापति गौतमीले लालन पालन गर्नुभएको थियो। राजर्षि कालदेव ऋषिले सिद्धार्थलाई देख्न साथ वन्दना गरेका थिए। त्यस बेला राजा शुद्धोधनले पनि आफ्नो छोरालाई प्रथम पटक वन्दना गर्नुभएको थियो। बोधिसत्व सिद्धार्थको नाममा सर्वप्रथम गृहत्याग गरी तपस्वी हुने व्यक्ति कालदेवल ऋषिको भान्जा नालक थियो। जुन कालदेवल ऋषि चाहिँ ब्रह्मलोकमा सम्म ध्यानमा जान सक्ने अनि रोइएको थियो। सिद्धार्थको ज्ञान नपाउने भएर, बुद्धको ज्ञान नपाउने भएर कालदेवल ऋषि सिद्धार्थलाई देखि रोएका थिए। उहाँको ज्ञान आफूले नभेट्ने भएको कारण सिद्धार्थको विवाह यशोधरा देवीसँग 16 वर्षमा भयो। अनि यो चाहिँ सिद्धार्थलाई अहिलेको देवदत्त धर्मविरोधी भनेर हामीले चिन्ने गर्छौँ। दुईजना उहाँहरू साथी भयो र सिद्धार्थले र उहाँहरू खेल्दै जाँदा जब यो त्यतिखेरका देवदत्तले चाहिँ बाण हान्दाखेरि यो बकुल्लालाई खसाल्यो। खसालिसकेपछि अनि सिद्धार्थ कुमारले बचाइसकेपछि यो बचाउनेको अधिकार हो भनेर दरबारमा लाँदाखेरि उसे रिसायो। अनि मेरै हो भन्दा जिद्दी गर्दा नदिएपछि अनि त्यहाँ न्यायाधीशहरू त्यो बेलाको फैसला हुँदा मार्नेको भन्दा पनि बचाउनेको हुन्छ, यो सिद्धार्थकै हुन्छ यो हाँस राजहाँस चाहिँ भनेपछि अनि उसले बदला लिने चाहिँ त्यतिखेर सोच गरेका थियो। अगाडिको जन्ममा पनि शत्रु थियो र सिद्धार्थ असार पूर्णिमामा पछाडि वैशाख पूर्णिमा जन्मेपछि असार पूर्णिमासम्ममा 3 महिनाको जुन भएको थियो। त्यतिखेर त्यहाँ मेला थियो, उत्सव थियो। राजाले धान खेतमा हलो जोत्नुपर्ने सुनको हलले उद्घाटन गर्दा त्यतिखेर सिद्धार्थलाई पनि लगेको थियो। त्यो त्यति बेलामा यहाँ फोटो त छैन। त्यतिखेरमा सबैजना उत्सव हेर्न जाँदा सिद्धार्थ चाहिँ निदाइराखेको भएको थियो, 3 महिनाको बच्चा। र आउँदा चाहिँ उठेर अर्कै रुखको फेदमा गएर छारीमा चाहिँ ध्यान गर्नुभएको थियो। त्यतिखेर नै उहाँले चाहिँ श्रोतापन्न र अनागामी ध्यान चाहिँ फल प्राप्त गर्नुभएको थियो जन्मेको 3 महिना। यो फोटो चाहिँ यहाँ छैन। र यस पछाडि उहाँलाई रम्मे, सुरम्मे र शुभ नामको 5 तले, 7 तले र 9 तले विलासी भवनहरू बनाइदिएको थियो, किनकि सिद्धार्थ बुद्ध हुन नजाओस् भनेर। ती भवनहरू डरलाग्दो दरबारहरूमा जाडोको महिनामा तातो हुने, तातोको महिनामा चिसो हुने र शिरखण्ड चन्दनको काठहरूले बनाएको थियो। भुलाउनका लागि बस्दा अनि त्यहाँसम्म विवाहहरू गर्ने बेलामा सम्म पनि त्यो दरबारबाट बाहिर कहिले पनि निक्लन दिएन। र विवाह गर्नुपर्छ भनेर चाहिँ अनि छान्दाखेरि पनि सिद्धार्थलाई सबै राजकुमारीहरू भेला गरेर सिद्धार्थलाई नै छान्न दियो। त्यतिखेर चाहिँ अनि कसैलाई पनि औँठी लगाएन, तर यशोधरा देवीलाई चाहिँ औँठी लगाएको भएको थियो। त्यसै कारण सिद्धार्थको विवाह भयो। अनि यहाँ चाहिँ अब विवाह भयो, त्यहाँ नर्तकीहरू नाच्ने, यसरी यो अहिलेको दोहोरी साँझमा जस्तो गीत गाउनेहरू, राम्रा स्वर भएको, त्यही सांसारिक वस्तुमा घुमाउनका लागि जे खान मन लाग्यो त्यही खाने, यहाँ मादल बजाएको दृश्यहरू देख्न सकिन्छ। अनि यो संसार कस्तो होला भनेर अनि सिद्धार्थ कुमारलाई चाहिँ बाहिर जान मन लाग्यो। बाहिर जाँदाखेरि चाहिँ कोही पनि त्यहाँ बुढोहरू नआउनु, बाटो सफा गर्नु, फुलहरू गमलाहरू सजाउनु नगरमा भनेर हुकुम झ्याली बिटाइयो। तर अचानक यो कन्त घोडा र रथमा जाँदा छन्दक सारथीसँग जाँदाखेरि
अचानक भित्ता मान्छे आयो अनि को हो यो भन्दा बुढो मान्छे कुप्री परेको देखेपछि लट्ठी टेकेपछि हामी नि बुढो हुन्छ त्यस पछाडि मन फेरि वैराग्य उत्पन्न भयो दरबारमा फर्किनु भयो फेरि 2-4 दिन पछाडि सोच्नुभयो किन बुढो भएको होला किन कपाल फुलेको होला किन अनुहार चाउरी परेको होला सोच्दा सोच्दा फेरि जान मन लाग्यो अर्को दिन पनि फेरि हिजो त बुढो मान्छे भेट्यो अब सिद्धार्थ बाहिर निस्किँदैछ तर राजकुमार कसैले पनि केही नराम्रो बुढो खाडा रोगी लासहरू केही नदेखाउनु भनेर फेरि हुकुम भयो दोस्रो दिन अलिक पर जाँदा एउटा रोगी देखा भयो त्यो रोगी देखा भएपछि आया भनेको थियो घाउ दुखिरहेको थियो पीडा भइरहेको थियो रोइरहेको थियो त्यसपछि किन के भएको भन्दा रोग लाग्यो हामीलाई लाग्छ ओहो रोग लाग्ने रहेछ भनेर फेरि फर्किनु किन रोग लाग्छ यसलाई कसरी छुटकारा पाउने मान्छेलाई कसरी छुटकारा दिने प्राणीलाई कसरी छुटकारा दिने भन्ने सोचेर फेरि फर्किनु फेरि सोच्दा सोच्दै वैराग्य अर्को दिन फेरि जानुभयो रथमा त्यतिखेर चाहिँ यो मरेको लास देखियो यो मरेको लास देखेपछि के भएको टन कसेको छ 3-4 जनाले अगाडि पछाडि बोकेको छ सेतो लुगाले ढाकेको छ त्यत्रो जेनकल बाँधेको पनि चलेको पनि छैन आइया पनि भनेको छैन एकछिनमा आगोमा हेर्दा हेर्दै लगायो चल्दा नि चल्यो के भएको भने मृत्यु भयो हामी नि मृत्यु हुन्छ किन मृत्यु हुन्छ भनेर फेरि सोच्नु अर्को दिन चाहिँ यो तपस्वी देखियो ऊ त शान्त छ के भएको भन्दा तपस्या अब बुढाउने रहेछ रोग लाग्ने रहेछ मर्ने रहेछ तपस्वीमा चाहिँ शान्त छ मरेको मान्छेमा पनि लानेहरू रोइरहेको छ घिनलाग्दो छ यहाँ पनि रोगी दुखिरहेछ बुढो पनि आइआयो गर्दै लरबरेर राखिदिएपछि तपस्वी पो ठिक रहेछ भनेर नि गृहत्याग गर्ने सोच गर्नुभयो गृहत्याग गर्नेलाई चाहिँ महाभीष्कर्म भनिन्छ बौद्ध धर्मको भाषा त्यस पछाडि 29 वर्षको उमेरमा 16 वर्षमा त विवाह भयो 29 वर्षको उमेरमा चाहिँ नि राहुल कुमार जन्मियो छोरो जन्मेलाई चाहिँ राहु भनेर चाहिँ भगवानले नै नाम राख्नु भएको हो भगवान राजकुमार हजुरको छोरा पुत्र लाभ भयो नि भनेर सुनाउन आउँदाखेरि त्यतिखेरसम्म यो दृश्य देखिसक्नु भएको थियो अब चाहिँ छेक्ने भयो भनेर चाहिँ राहु नै जन्मियो बाधक जन्मियो छेक्ने जन्मियो भनेर चाहिँ उहाँले नै राहुबाट चाहिँ राहुल भएर नाम भयो त्यस पछाडि रातभरि नाच भयो उहाँको मन भने त्यो अगाडिको घटनाहरूलाई देखिरहन्छ छोरो जन्मियो भन्दा पनि उहाँको मन थामिएन त्यस पछाडि उहाँले चाहिँ 29 वर्षको उमेरमा असार पूर्णिमाकै दिन फेरि गर्भमा आएको पनि असार पूर्णिमामा अब गृहत्याग गरेको पनि कहिले हो भन्दा असार पूर्णिमामा 29 वर्षको दिन बहुजन हिताय र बहुजन सुखायको लागि चाहिँ गृहत्याग गर्नुभयो मध्यरातमा र त्यतिखेर गृहत्याग गरेको बेलामा बुद्धले सिद्धार्थले चढेको घोडाको नाम हो कन्द घोडा उहाँसँग जाने साथीको नाम हो यहाँ छन्दक सारथी र त्यहाँ उहाँ गएर बसेको सूर्यको ठाउँ हो यो अनुमा नदीको किनारमा पुग्नुभयो मध्यरातमा अनि यो किनारबाट पारी गएपछि चाहिँ छन्दक सारथीलाई सबै राजवस्त्रहरू फुकालेर दिनुभयो एउटा जोगीको वस्त्र सामान्य तपस्वीको वस्त्र धारण गरेर यो कपाल काट्नु पर्यो आज र यो कपाल यदि मैले काटेर उडेर जान्छ भने बुद्धत्व प्राप्त हुने लक्षण हुन्छ भनेर अनि काटेर फ्याल्दाखेरि आकाशतिर गएर चुवामणि नामको चैत्य चाहिँ इन्द्रले बनाएर अनि कपाल झरेन त्यही कपाल चाहिँ दाहिनेपट्टि घुम्लिएर अनि बस्यो कपाल त्यहीबाट चाहिँ अनि बुद्ध धर्ममा प्रवेश गर्नका लागि पहिलो स्टेप नै सिद्धार्थ कुमारले अनुमा नदीमा कपाल काट्नु भएको हुनाले बौद्ध
प्रवेश गर्नका लागि चाहिँ ताज्युब अथवा टाप्चे अर्थात् कपाल काट्नुपर्ने र प्रवजित हुनुपर्ने हुन्छ। प्रवजित भएर बाँकी रहेका 2 अँगालो कपाल चाहिँ त्यो 2 अँगालो चाहिँ कता रह्यो? आफ्नै टाउकोमा रह्यो र त्यो कहिले पनि त्यो बढेन र काट्नु परेन। त्यसपछि सिद्धार्थ कुमार राजगिरिया जानुभयो र पाण्डव पर्वतमा उहाँले राजा बिम्बिसारलाई भेट्नुभयो। बिम्बिसार र उहाँ चाहिँ बालकपनको साथीहरू थियो र 5 वर्ष जेठो थियो बिम्बिसार र बुबाहरू पनि शुद्धोधन र भाती पनि साथी। राजगिराबाट निस्किसके सिद्धार्थ कुमार अलकाम र उद्धव रामपुत्र नामका ऋषिहरूमा जान्नुभयो। त्यो ऋषिहरूसँग योगको बारेमा र विद्याको बारेमा उहाँले सिक्नुभयो। बुद्धले सुरुमा योग सिक्नुभयो, विद्या सिक्नुभयो र उहाँले अति कच्यायन र नैव संज्ञान भन्ने ध्यानहरू पनि प्राप्त गर्नुभयो। ब्रह्मलोकको सबैभन्दा माथि अस्ति मैले देखाएको थिएँ त्यो ध्यान चाहिँ कसले सिकाउनु भयो? आलर कालम र उद्धव रामपुत्र। आलकाम र उद्धव रामपुत्रबाट ज्ञानलाई चाहिँ अपूर्ण रहेछ, पुरा भएन भनेर ठानेर स्वयं आफैले नै ज्ञान प्राप्त गर्न उरुबेला नामक वनमा जानुभयो। 6 वर्ष चाहिँ यो तपस्या गर्नुभयो, योग गर्नुभयो, ब्रह्मलोकसम्म पुग्नुभयो। यहाँ पुग्दा योले पुरा भएन भनेर अब यो नैरञ्जना नदी तरेर चाहिँ अनि कहाँ जानुभयो? उरुबेला भन्ने गाउँमा जानुभयो, जुन चाहिँ अहिले पिपलको रुख र बरको रुख अहिले पनि छ। एउटा सामान्य मन्दिर छ, बुद्धगया भन्दा अलिक पर पर्छ। त्यहाँ जानु भएपछि उहाँले सुजाता नामको स्त्रीले उहाँलाई वृक्ष देवता नै भनेर असार के अरे यही वैशाख पूर्णिमाको दिन विशाखा नक्षत्रको दिन उहाँलाई खिरदान गर्नुभयो र यो चाहिँ सिद्धार्थको अन्तिम भोजन। त्यही भोजन गरी उहाँले बुद्धत्व प्राप्त गर्नुभयो। त्यसकारण बुद्ध जयन्तीमा खिर खाने गरिन्छ। खिर खानुपर्छ र खिरदानको लागि सामग्री दान चढाउन सक्यो भने बुद्धत्व हुने धेरैभन्दा धेरै सम्भावना हुन्छ। सुजाताले दिएको खिर भोजन गरिसकेपछि सिद्धार्थले भोजन पात्रलाई यो नैरञ्जना नदीमा फ्याल्नुभयो र त्यो पात्र चाहिँ काल भन्ने नागको टाउकोमा परेकोले नाग चाहिँ विपरीत दिशातिर बगेकोले सुजाताले दिएको पात्र पनि नदीको उल्टो दिशामा बगेको थियो। सोही वैशाख पूर्णिमा दिन सोध्ये भन्ने नामक ब्राह्मणले सिद्धार्थलाई 8 मुठी कुश दान गरेका थिए। अलिक यता आउँदा त्यो ठाउँ छ, त्यहाँ गयो भने र त्यो दान गरेको कुश चाहिँ 8 दिशा बनाएर पूर्व पश्चिम उत्तर दक्षिण आग्नेय नैऋत्य बनाएर आसन बनाउनु भयो र उहाँले त्यही वैशाख पूर्णिमाको बेलुकामा चाहिँ नि मरे नि मरोस्, सडिए नि सडियोस्, तर यो ठाउँ चाहिँ अब छोड्दिन भनेर दुर्योधन वज्रासनको फेदमा अथवा यो पिपलको वृक्षको फेदमा, बोधि वृक्षको फेदमा बस्नु भएर अनि बस्नु हुँदा अनि बेलुका 6-7 बजेको बेलामा चाहिँ यो परनिर्मित पशुपति देवताले थाहा पाएर अनि यो मारहरू पठाउनु भयो। यो मारहरू पठाउँदाखेरि चाहिँ मेरो ठाउँ हो भन्दा के साथी छ भन्दा चाहिँ मेरो भुइँ साथी छ, यो हात झार्नु भयो र यसलाई भुइस्पर्श मुद्रा भनेर भनिन्छ। र यो चाहिँ यहाँ चाहिँ उहाँ चाहिँ होपामेको अहिले चाहिँ मुद्रा छ अनि त्यही मुद्राबाट उहाँले ज्ञान प्राप्त गर्नुभयो त्यो रातमा वैशाख पूर्णिमा दिन। र 4-4 घण्टा 3-3 घण्टालाई हिसाब गर्दाखेरि उहाँले ज्ञानहरू हासिल गर्नुभयो। प्रथम याममा बेलुकाको याममा पूर्वजन्मको ज्ञान पहिला, दोस्रोमा उत्पत्ति विनाशको ज्ञान, उत्पत्ति हुँदो रहेछ विनाश हुँदो रहेछ र तेस्रो याममा चाहिँ प्रत्यक्ष अनुपात यो सिद्धार्थको ज्ञान प्राप्त गर्नुभयो। यसरी सिद्धार्थ कुमार उरुबेला बुद्धगयामा वैशाख पूर्णिमाको रातिको तेस्रो प्रहरमा चाहिँ बुद्धि ज्ञान प्राप्त गर्नुभयो। त्यतिखेर उहाँ 35 वर्षको हुनुहुन्थ्यो।
सिद्धार्थले जुन पिपलको रुखमुनि बोधि ज्ञान लाभ गर्नुभएको छ त्यसलाई अहिले हामी बोधि वृक्ष भनेर भन्छौँ, चिन्छौँ। बोधि ज्ञान लाभ गर्नुभएको 6औं हप्तामा ठुलो आँधी बेरी आएको बेलामा हैन बुद्धको शिरमा चाहिँ नागहरूले फणा बनाएर उडाएको थियो। बुद्धले 7 हप्तापछि 49 दिनमा चाहिँ आनन्द सुखमा लिनु भइराख्नु भएको थियो र उहाँले खानु पिउनु र स्वेज गर्नु नुहाउनु टोयलेट जानु परेन। बोधि ज्ञान लाभ भएपछि बुद्धलाई सर्वप्रथम भोजन दान दिने दुईटा व्यापारी थियो। उनीहरू चाहिँ तपस्सु र झल्लुक भन्नेले सातु र मह चाहिँ भोजन दान गरेको थियो र वैशाख पूर्णिमाको बिहान चाहिँ खिर खाने, बेलुका चाहिँ सातु र मह खान सक्यो भने राम्रो हुन्छ भनेर बताइन्छ। त्यस पछाडि त्यो चाहिँ उडिसाबाट आएको र त्यो दाजुभाइले अनि भगवान बुद्धले उपहार स्वरूप अलिकति चिनो चाहिँ केस दिनुभएको थियो। त्यो चाहिँ उडिसामा को स्तूपमा चाहिँ त्यो केस अहिले राखेर बनाएको स्तूप चाहिँ उडिसाको स्तूप हो। त्यो तपस्वी र झल्लुक बुद्धत्व प्राप्त गर्नुभए सर्वप्रथम निशितावन मृगादम वन सारनाथमा जानुभयो भगवान। यो हात अघिको यहाँ झारेको यहाँ देखिहाल्यो, यो पछाडि यो रूपाएछ। त्यसपछि यहाँ जानुभयो। त्यहाँ जाँदा चाहिँ पञ्चभद्रवर्गीय साथीहरू चाहिँ त्यहाँ थिए। ती साथीहरूलाई चाहिँ पहिलोचोटि उहाँले उपदेश दिनुभयो। त्यो मध्ये पहिलो चाहिँ कौडण्य, दोस्रो चाहिँ ओप्प, तेस्रो चाहिँ भद्रिय, चौथो चाहिँ महानाम, पाँचौं चाहिँ अश्वजी। यहाँ चाहिँ कहिले पुग्नुभयो? असार पूर्णिमाको दिन। यो कौडण्यले पहिलो दिनमा कुरा बुझ्यो, बाँकी 4 जनाले बुझेन। फेरि दोस्रो दिनमा कसले बुझ्यो? ओप्पले बुझ्यो परेवाको दिन। फेरि 3 जनाले भगवानले बताउनु भएको, भगवान जस्तोले बताउनु भएको नि बुझ्यो। अनि द्वितीयको दिन चाहिँ भद्रियले बुझ्यो, बाँकी 2 जनाले त्यो यो चक्रको बारे बुझेन। अनि अर्को तृतीयको दिन चाहिँ महानामले बुझ्यो, फेरि अष्टजितले बुझेन। र चतुर्थीको दिन चाहिँ अष्टजितले बल्ल 5 दिनमा मात्रै भन्दा भन्दा भगवानले बुझाउँदा पनि कति दिन लाग्यो कसैलाई? 5 दिन। तर देवदत्तलाई जुनीभर बुझाउँदा पनि कुरो बुझेन। त्यसकारण हामीले पनि कुनै चिज पढ्ने साथ जान्दैनौँ, बारम्बार के गर्नुपर्छ? पढ्नुपर्छ। त्यसपछि उहाँ प्रथम व्यक्ति चाहिँ पहिलो भिक्षु चाहिँ संसारको बुद्ध शासनको पहिलो भिक्षु भनेको नै कौडण्य। बुद्धलाई सिद्धार्थ भन्नुहुन्छ भनेर नाम राख्ने मान्छे पनि कौडण्य भनेर चाहिँ बुझ्नुपर्छ। ज्योतिष नै उही हो, संसारको पहिलो महाविद्वान ज्योतिष बुद्ध शासनको कौडण्य र पहिलो भिक्षु पनि कौडण्य। दोस्रो भिक्षु ओप्प। सङ्घ अनि 5 जनाबाट चाहिँ अब बिस्तार सङ्घ सुरु हुन्छ। सङ्गम स्वरम गच्छामी भन्दा कौडण्यको नाम, ओप्पको नाम, भद्रियको नाम, महानामको नाम र अश्वजितको नाम चाहिँ कहिले पनि छुटाउनु हुँदैन, नत्र साई गेदुललाई क्या सिच्यो भन्ने हुँदैन। त्यसरी बुद्ध धर्मचक्र प्रवर्तन गर्नुभएको थियो। पहिलो भिक्षु हो। सर्वप्रथम त्रिरत्नको शरणमा जाने चाहिँ यशकुमार। यशकुमार चाहिँ सुजाताको छोरा, खिरदान गर्नेको छोरा। पहिलोचोटि त्रिरत्नको शरणमा साङ्गे कोञ्चक, छ्यो कोञ्चक र गेदुङ कोञ्चकको शरणमा जाने को थियो? सुजाताको छोरा यशकुमार। अब हामी त कतिौं खर्बौं लाखौं करोडौंको नम्बरमा पर्छौं, त्यो पनि टाप्से गरेको छैन भने अहिलेसम्म परेकै छैन। बुझ्नुभयो? पहिलो नम्बरमा बुद्ध बनियो, बुद्धम शरण गच्छामी भयो। त्यसपछि आषाढ पूर्णिमामा धर्मचक्र प्रवर्तन गर्नुभयो, धम्मम शरण गच्छामी भयो। कसलाई धम्मम शरण गर्यो? 5 जना। अनि त्यो भिक्षु सङ्घ चाहिँ कतिजना भएपछि सङ्घ भयो भन्दा 2 जना भन्दा उता भएपछि सङ्घ भनिन्छ। अब हामी पनि कतिजना भयो? 20-21 जना भएपछि अब चाहिँ सङ्घ भनिन्छ। अनि पहिलोचोटि को भएछ?
त्रिरत्न अनि त्रिरत्न भयो बुद्ध रत्न धर्म रत्न अनि 5 जना भिक्षु भएपछि संघ रत्नको शरणमा जाने चाहिँ सुजाताको छोरा यश कुमार। एकछिन है, सर्वप्रथम त्रिरत्न शरणमा जाने व्यक्ति यश कुमारको चाहिँ पिता रहेछ, सुजाताको श्रीमान हो। सर्वप्रथम त्रिरत्नको शरणमा जाने उपासिका चाहिँ यश कुमारको आमा। पहिलोचोटि छोरा मान्छेमा को सुजाताको श्रीमान अनि त्रिरत्नको शरण, अनि त्रिरत्नको शरणमा जाने उपासिका। तर जिन्दाकमा पहिलो जिन्दाक चाहिँ को हो? यता हो भने जिन्दाक, यता थेरवादा हो भने उपासक। यता हो भने जिन्दाकमा, उता हो भने उपासिका चाहिँ सुजाता पहिलोचोटि त्रिरत्नमा। सर्वप्रथम भिक्षु हुने गृहस्थ चाहिँ फेरि पहिलोचोटि गृहस्थ भएर भिक्षु हुने चाहिँ को भन्दा फेरि यश कुमार। सुजाताकै छोरा चाहिँ फेरि पहिलोचोटि भिक्षु। अरू चाहिँ गृहत्यागी भिक्षु, गृहत्याग गरिसकेर भिक्षु भएको, तर गृहस्थबाट भिक्षुमा गएको चाहिँ को हो? फेरि सुजाताको छोरा यश कुमार। उहाँहरूको सम्बन्ध गाडी कल्पदेखि आएको हुन्छ। ससुराको बाबुको नाम चाहिँ धनञ्जय सेठ हो, खोज्नुपर्छ त्यो हेरौँ। सर्वप्रथम भिक्षु हुने गृहस्थ को रहेछ? यश कुमार। त्रिरत्नको शरणमै जाने सुजाताको श्रीमान यश कुमारको बाबु। अनि सर्वप्रथम बुद्धको शरणमा जाने छोरी मान्छे सुजाता, खिर दिने पनि सुजाता। त्यो नै सिद्धार्थको चाहिँ अन्तिम वचन, बुद्धको होइन सिद्धार्थको अन्तिम वचन। बुद्धको पहिलो वचन चाहिँ साधु र मोह कसले दिएको? तपस्वी र छल्लुक व्यापारीले दिएको। अब अनि त्यस पछाडि बुद्धको भिक्षु सङ्घ। अब बुद्ध राजगृह जानुभयो, त्यहाँ राजा बिम्बिसारले भगवान बुद्धलाई सर्वप्रथम बिहार दान गरे, जसलाई बेडोवन बिहार भनिन्छ। त्यहाँ गइसकेपछि नि बेडोवन बिहार पुग्नु पर्ने रहेछ। बुद्धले भिक्षु सङ्घलाई सारीपुत्र र मौगल्यान बुद्धका मुख्य शिष्यहरू थिए। यी दुई अग्र श्रावक र महाश्रावक र उत्तम शिष्यहरू पनि हो। यी दुईजना उहाँहरू चाहिँ सारीपुत्र, मौगल्यान पुत्र। सारीपुत्र अनि मौगल्यान पुत्र। त्यस पछाडि अति सहनशील भएकोलाई सारीपुत्रलाई सिंह नभएको गोरु भनिन्छ अरे। अति सहनशीलता सारीपुत्र चाहिँ, त्यही भएर के भनिन्छ? सिंह नभएको गोरुको उपमा दियो अरे अरूले। सारीपुत्र चाहिँ धर्मको सेनापति, अहिलेको के अरे खेम्पो जस्तो। खेम्पो भनेको पनि खास चाहिँ मठाधीश, ठुलो गुम्बामा हेर्ने मेन मान्छे चाहिँ खेम्पो। अब यता महायानको खेम्पो, पहिलो खेम्पो को हो भन्दा शान्तरसित। पहिलो दोर्जे लोपेन को हो? पद्मसम्भ लोपेन पेमा जुत्ने। मौगल्यान पुत्रलाई चाहिँ रिक्ति शक्तिमा अग्र स्थान। भगवान बुद्धले जति सक्नुहुन्थ्यो त्यति नै रिक्ति शक्ति देखाउन सक्नुहुन्थ्यो। बुझ्नुभयो? अब राजगृहको ऋषिगिली पर्वतमा मौगल्यानलाई डाकाहरूले मारेको थियो, टुक्रा टुक्रा गरेर उहाँलाई चाहिँ। किन भन्दा पहिलाको विपाकले गर्दा उहाँ त्यस्तो रिक्ति शक्ति भए पनि डाका देखे पनि उहाँले डाकालाई प्रतिकार गर्नु भएन। प्रतिकार गर्ने भन्दा उहाँ त्यतिखेर भागेर चाहिँ प्राय तुसी देवलोकमा जान सक्थ्यो, तर पनि कर्मको फल चाहिँ भोग्नै पर्ने भएर उहाँले मार्ने डाकाहरूलाई नै आफ्नो प्राण चाहिँ छोडिदिनु भयो, किन अरहन्त प्राप्त गरिसक्नु भएको कारण। भगवान बुद्धसँग अंश माग्ने एउटै व्यक्ति थियो, अरूले उचालेर 7 वर्षीय छोरा राहुल कुमार। र अंश लिन आउँदा चाहिँ ल अंश लिन्छौ त भन्दा लिन्छु भनेपछि ल त्यसो भए मेरो शासनको अंश ल्याऊ भनेर चाहिँ नि 7 वर्षमा नै भिक्षु बनाएको थियो। अंश चाहिँ त्यही हो। र हामी लामा भिक्षु छोरछोरीलाई बनायो भने बुद्ध शासनको अंश लिएको ठहरिन्छ। बुद्ध भई 5 वर्ष अर्थात् वर्ष हुनु भइसकेपछि 98 वर्षको उमेरमा चाहिँ शुद्धोधन महाराजको चाहिँ परिनिर्वाण भएको थियो।
कति वर्षको उमेरमा? शुद्धोधन ईसापूर्व 620 मा शुद्धोधनको जन्म चाहिँ 620 ईसापूर्वमा भएको थियो। 37 वर्षको उमेरमा विवाह भयो। विवाह भएको 20 वर्षपछि 57 वर्षको उमेरमा चाहिँ सिद्धार्थ जन्म भयो। बुद्ध 55 वर्षको हुँदा भिक्षु आनन्द बुद्धको स्थायी सेवक बनेको थियो। त्यतिखेर अब पहिला उहाँहरू आएको सबैभन्दा पहिला त यो 5 जना उहाँहरू चाहिँ पहिला कुमार काश्यप र अर्कै नदी काश्यप भन्नेको चेलाहरू ब्राह्मण। अनि बुद्धको एकजना यो 5 जना मध्ये एकजनाको उपदेश सुनेर चाहिँ भनक्क फर्केर आएको थियो र उनीहरूसँग एकजनासँग 250 एकजनासँग 500 अरू ऋषिहरू पनि उहाँहरूसँगै आएर बुद्धको चेला भएर गुरुहरूले चाहिँ रोएको थियो र अन्तिममा गुरुहरू पनि आएर बुद्धको चेला बनेका थिए। यस पछाडि आनन्द चाहिँ कहिले आएछ बुद्धको चेला हुन? भगवान बुद्ध कति वर्षको उमेरमा? 55 वर्षको उमेरमा चाहिँ कुनगावा आएर बुद्धको चेला बनेर उहाँ 80 वर्षसम्म चाहिँ बुद्धकै चेला बनेर हाम्रो मध्ये उहाँलाई के भयो? आनन्दलाई कुनगावा भन्छ र सबै धर्महरू चाहिँ उहाँले मेमोरिराइज गरेर हार्डिक जस्तो राखेको हुनाले अहिले काङ्ग्युर चाहिँ उहाँले नै र त्रिपिटकहरू चाहिँ पछि लेखिएको। पछि भगवान हुन्छ नि त, भगवानले बताइदिनु भयो। पछि आनन्दले चाहिँ मैले यस्तो सुनेको थिएँ भनेर जम्मै चाहिँ अहिले त्यसरी पुस्तकमा आउँछ, जो चाहिँ अहिले भेटभाड छ 55 वर्षको उमेरमा। र त्यतिखेर आनन्द पनि एकै दिनमा जन्मेको हुनाले 55 वर्षको थियो आनन्द पनि। र 25 वर्षसम्म बुद्धको स्थायी सेवक रह्यो। कति वर्ष स्याप्च्यु गर्यो? अब हाम्रो भाषामा अहिले हो भने स्याप्च्यु भनिन्छ यता भने कति वर्ष? 25 वर्ष। कसले? आनन्दले। आनन्दलाई धर्मको कोषाध्यक्ष भनिन्छ अथवा भण्डारिका। अब अहिले चाहिँ हाम्रो संस्थामा कोषाध्यक्ष राख्ने चलन भयो, तर धर्मको कोषाध्यक्ष भनेर को हो भने आनन्द हो। त्यही भएर उहाँले धर्मको कोष, पैसाको कोष राखेको आज धर्म हुन्थ्यो। के को कोष राख्नु भएछ? धर्मको कोष। आनन्दलाई बुद्धको छाया पनि भनिन्छ, छाया पनि भनिन्छ र उनी बुद्धको सेवक। आनन्द बहुश्रुत विद्वान, स्मृतिवान, चरित्रवान, धैर्यवान र उपस्थान इमानदार सेवक हुनाले 55 वर्षको उमेरमा बुद्धले उनलाई निजी सेवक छानेका थिए। हजारौं भिक्षु समूहभित्र पनि बुद्ध शासनमा सर्वप्रथम भिक्षुनी हुने चाहिँ भिक्षुनी चाहिँ को हो त भन्दा बुद्धको कान्छी आमा प्रजापति गौतमी। पहिलो आनी चाहिँ पहिलो भिक्षुनी चाहिँ को भयो? बुद्धको आफ्नै कान्छी आमा, आफ्नै शाक्य छ्यामा र बुद्धलाई आमा बितेको 7 दिन पछाडि हुर्काउने प्रजापति गौतमी। यदि प्रजापति गौतमीले बुद्धलाई आनी हुनु पाउनुपर्छ, गुरुआमा हुनु पाउनुपर्छ भनेर नभनेको भए अहिलेसम्म कुनै पनि आनी र कुनै पनि छोरी मान्छेले बुद्धत्व प्राप्त गर्ने हेतु भन्ने थिएन भनेर बुझ्नुपर्छ। अब प्रजापति गौतमी त्यतिखेर 40 वर्षको उमेर हुँदा छोरो नन्द कुमारको जन्म भएको थियो। त्यसै वर्ष उनको दिदी महामाया देवी पनि परलोक भएकी थिइन्। र प्रजापति गौतमी मा के भन्छ भने महामाया देवीले चाहिँ बच्चा जन्माएन। त्यसपछि प्रजापति गौतमी लिएको थियो र भगवान बुद्ध जन्मेको केही महिना पछाडि चाहिँ प्रजापति गौतमीले पनि नन्द नामको छोरो जन्माए र बुद्धको भाइ भएको थियो। र त्यतिखेर दिदी चाहिँ परलोक भएकी थिए। प्रजापति गौतमी 120 वर्षको उमेरमा परिनिर्वाण भए। अब यहाँ ज्योतिषको कुरा चाहिँ ठ्याक्कै भिन्न रहेछ। प्रजापति गौतमी चाहिँ कति वर्ष बाँच्नुभयो?
120 वर्ष बाँकी कलिको उमेर चाहिँ उहाँले बोक्नु भएछ जितेछ। त्यही बेला बुद्ध स्वयं 80 वर्षको हुनुहुन्थ्यो। बुद्ध कति वर्षको? 80 वर्षको। प्रजापति गौतमीको परिनिर्माणको बेलामा बुद्ध 80 वर्षको हुनुहुन्थ्यो। परिनिर्माण हुँदाखेरि बुद्ध पनि मलामी मौलामी जानुभएका थिए। हुर्काउने पनि प्रजापति हो। भगवान बुद्धले सबैभन्दा बढी उपदेश दिएको ठाउँ चाहिँ जेतवन बिहार हो। जेतवन बिहार चाहिँ अनाथ पिण्डिकले राजा प्रसेनजितको छोरा जेत कुमारसँग 18 करोडमा किनेका थिए। कति? 18 करोडमा किनेका थिए र जम्मा 54 करोड खर्च गरी उक्त बिहार बनाएका थिए। अब 18 किन, यहाँ 18 धातु, 54 किन भन्दा 54 घण्टाको चाहिँ एक राशि हुन्छ। त्यही अनुसार हामीले अहिलेको कन्सेप्टहरू नि यसरी नै जोडेर सबै कुराहरू बुझ्यो। अब अनि त्यो जति पैसा मागेको थियो सबै पैसा बिछ्याएको, सुनको पैसा बारीभरि बिछ्याउँदा कति करोड गएछ? 18 करोड गएछ घरेरी किन्दा। त्यसरी किनेको र राष्ट्रमा चाहिँ ऊ पनि गरिब भएको थियो। पूर्वजन्मले त्यही धनी भएर त्यही ठाउँ नभए अहिले बौद्ध धर्ममा रहन्थेन। विशाखाले आफ्नो गहनाहरू चाहिँ 9 करोडमा किनेको थियो। त्यस पछाडि 9 करोडमा किनेर 18 करोड फेरि त्यसमा थपेर 27 करोडमा चाहिँ पूर्व राम बिहार भन्ने बनाइएको थियो। कसले? विशाखाले। अब भिक्षुहरू चाहिँ देवदत्तले 5 वटा स्वीकार कुरा निकालेर बखडा झिकाएको थियो। बुद्धको धर्म अस्वीकार गर्ने देवदत्तले भिक्षुहरू जंगलमै बस्नुपर्छ, मसानमा फालिएको कपडा मात्र चिबर लाउनु पर्छ, भिक्षा दिएको मात्र खानुपर्छ, रुखमुनि नै सुत्नुपर्छ र माछा र मासु चाहिँ बिल्कुलै खानु हुँदैन भनेर बखेडा झिक्ने मान्छे चाहिँ को थियो? देवदत्त। अनि बुद्धलाई 3 पटक मार्न खोज्यो। एकपटक हतियारा पठाएर, एकपटक गृहकुट पर्वतमा ढुङ्गा खसालेर र अर्कोपटक चाहिँ नालगिरी नामको पागल हात्ती छोडिदिएर। र अब यो 80 वर्षको उमेरमा चुन्द नामको सुनवारको हातबाट अन्तिम भोजन पावा भन्ने ठाउँमा अन्तिम भोजन गर्नुभएको थियो। त्यो अन्तिम भोजन चाहिँ शुकर मदक भनेर भन्छ। यसलाई कसैले विषालु च्याउको रूपमा लिन्छ, कुनै कुनै ग्रन्थमा सुँगुरको मासुको रूपमा पनि लिन्छ। भगवानलाई चाहिँ जे दियो भने त्यो ग्रहण गर्नुपर्छ। विषय दियो पनि अनन्त भइसकेको कारणले त्यसकारण त्यही ग्रहण गर। त्यो अब उहाँलाई चाहिँ अगाडि मारहरूले छिटो मर भनेर भन्दा पनि यो विध्वंस गर्दा पनि म टाइम आएपछि मर्छु र 3 महिना 6 महिना अगाडि नै पनि फेरि किन नमरेको भन्दा यति पछाडि चाहिँ म मेरो प्राण त्यागेर महापरिवार लिन्छु भनेर बाचा गरेको हुनाले आयु थप्न सक्ने भए तापनि 80 वर्षको उमेरमा यहाँ कुशीनगरमा जानु भएर पहिलाका प्रचण्ड कनक पनि काश्यप बुद्धहरू पनि परिनिर्वाण लिनु भएको ठाउँमा 2टा साल बेचेको फेदमा उत्तरतर्फ सिरानी बनाउनु लगाउनु भएर अनि चाहिँ उहाँले महापरिनिर्वाण वैशाख पूर्णिमाको दिन अन्तिम उपदेश चाहिँ सबै वस्तु नाशवान छ, के छ? नष्ट हुन्छ भन्ने चाहिँ उहाँको अन्तिम उपदेश हो। सबै संस्कारहरू अनित्य हुन्। सबैभन्दा श्रेष्ठ मार्ग हो भने आर्यसिंह मार्ग हो। सबैभन्दा श्रेष्ठ धर्म हो भने वैराग्य त्याग्नु धर्म हो। सबैभन्दा ठुलो सत्य हो भने 4वटा मात्रै सत्य छ। तर यी हुँदै हुँदै गर्दा पनि सबै संस्कारले बनेका वस्तुहरू नाशवान छ भन्ने अन्तिम उपदेश दिनुभयो। र 80 वर्षको उमेरमा कुशीनगरको उपपर्वत नामक वनमा 2टा साल बेचेको फेदमा बसी तथागत बुद्धले महापरिनिर्वाणमा लिनुभयो। यसरी वैशाख पूर्णिमाको तेस्रो प्रहारमा ज्ञान पनि तेस्रो प्रहारमा र महापरिनिर्वाण पनि तेस्रो प्रहारमा प्राप्त गर्नुभयो। यो 2टा साल बेचेको फेदमा
र त्यसैले आज उहाँ हामीबाट धेरै टाढा हुनुभए पनि, संसारलाई त्यागेर जानुभए पनि आज दर्शन मात्र छोडेर बहुजन हितको लागि, भलाइको लागि दुःख कष्ट सहेर 45 वर्षसम्मको उमेरमा खाली खुट्टा हिँड्नु भएर उहाँले धर्म छोडिदिनु भयो, सङ्घ छोडिदिनु भयो र उहाँको शासन छोडिदिनु भयो। भगवान बुद्धका 8 संस्कारहरू, दाह संस्कारपछि बाँकी रहेको अस्थि धातुहरू जम्मा 2 भागमा विभाजन गर्न सकिएको छ। ठुलो नहुने वा आकार नबदलिने एक खाले दाँत बदलिएन। दाँत संख्या 40 वटा थियो। कान पनि परिवर्तन भएन र कपाल पनि डढेन। र धुलो हुनेमा चाहिँ तोरी जत्रो भयो, चामलको दाना जत्रो, आधा दाना जत्रो र अब अर्को चाहिँ आधी मुठी जत्रो, यत्रो चाहिँ उहाँका रिङसेलहरू उत्पन्न भए। भगवान बुद्ध परिणयपछि 7औं दिनमा उहाँको अस्थि धातु चाहिँ 7औं दिनमा हेरेको थियो। 8 देशहरू त्यस बेला झगडा गरे कसले अस्थि धातु बढी लाने भनेर। त्यतिखेर दोण ब्राह्मणले धातु विभाजन गरेको थियो र कला शान्त पारेको थियो। उनले खुद एक टुक्रा दन्त धातु आफ्नो पगडीमा लुकाएको थियो। बाँड्दै गर्दाखेरि लोभले अरूलाई हल्ला नगर भन्दै एउटा चाहिँ दाँत चाहिँ के गरेछ, यस्तो पगडीमा लुकाएको थियो कसले, दोण ब्राह्मणले। र जुन पछि हरायो, इन्द्रले चोरेको र पछि उनको धातु बाँडिदिएको र कुम्भा भाँडा लगी चैत्य बनाएको थिए। यो 8 देशहरू हुन्। त्यो पनि कसले लगिदिएछ, चोरेर इन्द्रले लगिदिएछ लुकाएको पनि। त्यस पछाडि कहाँ बाँड्यो त्यो धातु भन्दा राजगिरीमा, वैशालीमा, कपिलवस्तुमा, कोलियामा, अल्कल्प, पेन्दिए, पावा र कुशीनगरमा छ। र अहिले यहाँ एउटा धातु भएको छोर्तेन छ, त्यो म पनि पेज रामग्राम भन्ने हो। त्यो रामग्रामको छोर्तेनमा चाहिँ पहिलाको बुद्धको पनि अस्तु छ र अहिलेको बुद्धको अस्तु भएको छोर्तेन नै दर्शन गर्ने चाहिँ त्यही छोर्तेन हो। अब अहिले अस्तु पनि यहाँ भगवानको अस्तु, अर्को चाहिँ यहाँ तल गोल्डन टेम्पलकै कुनमा छ, त्यहाँ दर्शन गर्न पाउँछ। अनि अब फेरि धरानमा चाहिँ हामी लाने कुरो भएको छ। धरानमा अस्तु दर्शन गराउने एउटा कुरो भएको छ। र बुद्धले 45 वर्षसम्म दिनुभयो र जन्म, बुद्धिला, महापरिनिर्वाण र लुम्बिनीमा आएको दिन चाहिँ वैशाख पूर्णिमा हो। त्यही कारण वैशाख पूर्णिमालाई हामीले धेरै महत्त्वको साथ लिनुपर्छ।